पहिला खाएको सबै निक्लिरहेछ क्या। हैट गाह्रो हुँदो रहेछ यार अम्बो। तर घटाउने हो 15 केजी त घटाउनै पऱ्यो मैले। हेलो गुड मर्निङ गाइस। होइन अझै बिहान भइसक्यो अनि आज चैत 1 गते हो होइन। आजदेखि दौडिन थालेको म पनि होइन। मुख सुक्छु म अगाडि है। हिजो फुटबल हेरेर आएकोमा हेर्नै भएको छैन क्या। धेरै होइन यत्तिको मोटो छु म है। यार यत्तिको मोटो छु। घट्नुपर्ने हुन्छ म 78 केजी हो कि 77 केजी छु। 65 पाउनुपर्ने हुन्छ 1 महिनाभित्र। च्यालेन्ज हो यो चाहिँ म आफूलाई होइन। अब हेरौँ के हुन्छ। बिहान होइन कति 4:30 भएको। बिहान 4:30 भएको छ। केही पनि देखाएको छैन होला मेरो अनुहार होइन। अध्यारै हुँदो रहेछ यार। जाडो पनि हुँदो रहेछ हो बिहान 4:30 बजे। फर्स्ट टाइम म यति बजी बिहान उठेको। अब के भन्छ 1 महिनाभित्रमा म घट्नुपर्ने छ क्या। 65 तिर आउनुपर्ने छ जसरी हो नि। पहिला चाहिँ मैले सकेको थिएँ। म एक्चुअली इन्डिया गएर आउँदाखेरि लास्ट मोटा थिएँ होइन। 80 केजी जस्तै भएको थिएँ म। अनि ग्राउन्डको फुटबल ग्राउन्डको 10 राउन्ड हान्थेँ क्या। 1 महिनामा घटाएको थिएँ म। अब हेरौँ म अब चाहिँ सक्छु सक्दैन आफूले च्यालेन्ज हो यो चाहिँ होइन। ल सुरु गर्छु ल। अहिले पछि भेट्छु उज्यालो भएपछि। राणावन पहिला खाएको सबै निक्लिरहेछ क्या। हैट गाह्रो हुँदो रहेछ यार अम्बो। तर घटाउने हो 15 केजी त घटाउनै पऱ्यो मैले 1 महिनामा। आज फेरि ठ्याक्कै चैत 1 गते रहेछ क्या। अस्तिदेखि दौडिनु सोचिरहेको थिएँ। ठ्याक्कै आज जुरेछ। Control. ओ साला हैट सुकेधार आइपुग्यो। अब यहाँदेखि फेरि दौडिनुपर्छ मसँगको पार्कसम्म नन स्टप होइन। सुकेधार हल्का वार्मअप मात्र हो। आधी दौडिँदै फेरि आधी हिँड्दै। तर रोक्नु चाहिँ रोकेको छैन होइन। यहाँदेखि चाहिँ नन स्टप बिस्तारै भए पनि दौडिने हो क्या।
5:30 भइसक्यो होइन। जोस् मैले लगभग 5 राउन्ड जति हाने अनि अरू हिँड्ने होइन। घरबाट पनि दौडिँदै आइरहेको थिएँ नि त। अनि अब जुम्बा सुरु भयो जस्तो छ, डेक बजाइरहेको छ। अब त्यहाँ गएर नाच्नुपर्छ बबाल ड्याड उफ घट्नु पऱ्यो नि त। घट्यो भने होइन मैले खतरा कुराहरू पाउँदैछु क्या, त्यही भएर जुम्बा डान्स यहाँ गएर नाच्नुपर्छ। मान्छे कति लुक एट बबाल छ ल। डान्स भइरहेको छ यता चाहिँ फेरि यस्तो छ। खानामा यत्रो घाउ भयो यार, ठोकेर छ। 4:30 बजेदेखि 4:20 हिँडेको म होइन। जस हिँड्दै दौडिँदै अनि आएदेखि बसेको छैन क्या त्यस्तो धेरै। अनि चाहिँ अहिले 6 बज्यो भनेपछि 1.5 घन्टा जस्तो एक्सर्साइज गरेँ मैले होइन। अनि अब त्यही हो, जस रमाइलो छ, इन्भाइरोमेन्ट पनि पिसफुल है। अनि तपाईँहरू पनि नजिकै छ भने शङ्ख पार्क नजिकै छ भने आउनु सक्नुहुन्छ होइन। यस्तै हो, घट्नुपर्ने हुन्छ। धेरै मोटायो यहाँ ठोकेर कस्तो घाउ भयो यार, दिमागै खराब भयो, गाह्रो छ मलाई। अब बाहिर आइसक्यो बाहिर होइन, घाम लाग्दैछ। बाहिर आइसक्यो त त्यस्तो धेरै गाडी साडी छैन। रोक भाइ, दाइले बाटो काट्दैछ भाइ। अब आज चैत 1 गते होइन, आज 1 गतेदेखि अन्त अब अस्तिदेखि दौडी भनेर चाहिँ उठ्नै सकिरहेको थिएन होइन। आजदेखि चाहिँ सुरु भयो, चैत 1 गतेदेखि वैशाखको यो महिना लास्टसम्म कति हुन्छ 30-31 गतेसम्म अब कतिको मैले घटाउन सक्छु होइन। अनि आज ओभरअल भनौँ न हिँडेर मतलब ओभरअल 5 राउन्ड हाने मैले होइन। अब भोलि चाहिँ कन्टिन्युस 5 राउन्ड हान्ने, त्यसपछि हिँड्ने, फेरि अब डे बाई डे बढाउँदै जाने हो होइन। अनि जस्ट फ्रेस चाहिँ हुँदो रहेछ बिहान ब्रस ल्यायो ब्रस गर्दै जानुहुन्थ्यो, अब फेरि हिँड्दै जानुपर्छ। त्यो चाहिँ आउँछ ल। अहिलेलाई चाहिँ यति नै, अहिले पछि घर पुगेपछि कुरा गरौँला है। अब 1 महिनासम्म जङ्क फुड केही नखाने। अब यो मोमो म बवाल मोमोको लभर हो क्या होइन। मलाई मोमो कति मनपर्छ। अब नखाने मोमो, कोक सोक क्लास सबै होइन। अब बिहान खाना पनि थोरै खाने, अनि बेलुका त झन् खाँदै नखाने, भयो भने रोटी खाने नत्र खाँदै नखाने। अब घट्नु पऱ्यो नि त। एक दिनमै घट्यो क्या म 1 किलो जति। फर्स्ट डे 15 केजी घटाउनु पर्ने छ। यतिको भयो भने चाहिँ औ साला 2 महिनाको आइमीको भुँडी भयो जतिको। के बोले भाइ? अब के बोले के छ थाहा बोले? 12:30 भइसक्यो होइन। म चाहिँ सङ्गीत पाठशाला जाँदैछु। आज मेरो क्लास गाडी नै आएको छैन, अब केमा जाने हो। आज एक दिन दौडेर लास्ट कमजोरी भयो क्या म है। पुरै के भन्छ, गाडीमा आउँदा पनि हाम्रो रिङ्गाटा लागेर क्या कस्तो गाह्रो भएको जस्तो भयो। के गर्नु, केही पाउनलाई केही घुमाउनै पर्छ। कति छ मेरो पेट घुमाइदिन्छु म वेट भन्नाले। क्लास सकिसक्यो, अब घर जानुपर्ने हुन्छ। घर जानुपर्ने गाडीमा जानु नत्र हिँडेर जानुपर्छ है। गाजर किन्नु पऱ्यो। गाजर कसरी हो? गाजर यो त पुरै चौरी परिसकेको छ त। कति किलो? ल दिनु बिहान दौडेर काम लाग्छ।
डाइट अब मोमोसम्म खानु हुँदैन अब यस्तै गाँजेर खानुपर्छ जुन दिन म दौडेर आयो अबदेखि म खाँदिनँ यस्तो केही जङ्क फुडहरू भनेको घरमा यस्तो पाक्छ अनि गाह्रो पर्छ होइन तर म खाँदिनँ होइन एउटा चाहिँ खानुपर्छ होला तुमसे ना हो पाएगा हमें तुम्हारे लक्षण बिल्कुल ठीक नहीं लग रहा है तुमसे ना हो पाएगा एउटा मात्र तातो रहेछ त तातो तातो रहेछ अरे के नखाने मलाई चिकन मोमो मिठो लाग्दैन त्यही पनि खाँदैन पनि आजलाई यस्तै हो यति नै हो आजलाई ब्लग होइन माया गर्नु होला सब्सक्राइब हान्नु होला हस् त बाई बाई